So hello guys, नमस्ते। के भन्छ नि आज म पसलमा चाहिँ म चाहिँ घर जाने अनि मेरो भाइ चाहिँ खेलिरहेको थियो अनि खेल्दै थियो अनि म चाहिँ सामान राखिदिन्छु हस्। म चाहिँ पसल घर जान्छु ल। हेर्नुहोस् घाम चाहिँ कत्रो ठुलो मेरो पसल अनि अब म चाहिँ तपाईँहरूलाई नि हेराउँदैछु। हेर्नुहोस् गाईघाटो बिस्तारै हुन्छ है किनकि बिस्तारै हिँडेन भने फेरि ब्लग चाहिँ बिग्रिन्छ नि। ब्लग बिग्रियो भने सबै चिज बिग्रिहाल्छ किन ब्लग बिगार्नु चाहन्न। अनि त्यही यहाँ हाम्रो घरतिर एउटा भिला प्लसमा हेर्न सकिन्छ। आउनुहोस् तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। तर म भित्र जाँदिनँ। अनि मेरो साथीको घर यहाँ छ मेरो बुनुको। के भयो? अनि यो केटा चाहिँ मेरो बुनु साथी हो अनि यो चाहिँ मेरो आफ्नो साथीको घर हो। अब त्यो कहाँ छ मलाई चाहिँ थाहा छैन, मैले युट्युब बनाएको नि। अब यो केटा मेरो साथी भोलि मेरो बुनुको बर्थडे हो अनि यसले चाहिँ भिडियोहरू खेलाइदिन्छ जाने भिडियोमा हेराइदिउँ न गाइजहरूलाई। मेरो सब्सक्राइबरहरूलाई हेराइदिउँ। सब्सक्राइबरहरू यहाँ पनि आउन सक्नुहुन्छ। सब्सक्राइबरहरू तपाईँ अरू आउनुभयो भने नि उताको बाटोबाट आउनु। त्यो येल्लो कलरको बिल्डिङ छ नि त्यो चाहिँ मेरो पसल हो, उता चाहिँ मेरो घर छ। यो केटा हेर्न सक्नुहुन्छ। कति ढिलो गर्छ भिभा प्लस 99 सपिङ मेरो कतिर छ हेर्न सक्नुहुन्छ। हामी गएको भिभा प्लस 99 छ। पहिले हामी के हेराउने तिमी के दिने अरे हेर ल कस्तो छ। पहिले यहाँ आउने यहाँ हेराइदिउँ न। यहाँ हेर्नुहोस् पहिले यहाँ आइज न। यहाँ हेर्नुहोस् यो मार्क्सहरू योहरू हेराइदिउँ न ल। यो हेरिसकेको मैले अर्को। अनि तपाईँहरूलाई बच्चाहरूको लागि केही चाहिएको छ मैले भनेको यस्तै गुडिया ल्याइदियो न डल्लीको लागि यस्तो। यो कालीले निकालेर यो लगाइदिनुहोस् न हुन्छ। कति रुपियाँ छ हेर्नु। तिमीले यो देऊ न। म त्यो हैन म त लिपअप दिन्छु प्लिज। कुन लिपअप दिन्छ हेर्नुहोस्। एउटा सिस्टी हाम्रो फ्रेन्ड हो यसले यो दिन्छ अरे। अब यो दिन्छ कि दिन्छ मलाई थाहा भएन। अब दिन्छ होला तिले भनेको त छ। अब मलाई लिपअप राम्रो लागेन भने यही दिनु है ल। फेरि त्यो त्यसलाई थाहा छैन तिमीलाई मलाई जे चाहिन्छ त्यसलाई त्यही चाहिन्छ। वाउ यो पानीमा हाल्यो भने त्यो आउँछ नि स्मोक आउँछ नि के हुन्छ हौ त्यो आउँछ हौ बबलहरू आउँछ नि। यसको भित्र केही खेलाउनाहरू पनि हुन्छ नि। यो कति रुपियाँ हो दिदी यो? यसले बक्सिङ गर्छ। बनाइरहेको छु अब युट्युबमा हाल्छु क्या। यहाँ हेर्नुहोस् यहाँ मेकअपको सामानहरू छ। उता होइन क्लेको सेक्सनहरू हजुर बनाइ पनि दिए। यो नयाँ सामानहरू आयो। नयाँ सामान यो चाहिँ के हो फेरि? हजुर मेरो युट्युब च्यानल छ जसको पनि हाल्दा हुन्छ। यहाँ हेर्नु यो चाहिँ मार्कट हो अनि तपाईँहरू चाहिँ पेन्सिल चम्चीहरूमा चाहिँ यसरी बनाउनुहुन्छ नि पानीमा यसरी हाल्नुहुन्छ नि त्यस्तो वाला मार्कट हो यो। फेरि यहाँ हेर त ओए रियान्से यो पम्किन भर्ने पम्किन होइन बल भर्ने हो। स्विमिङ पुलहरू भर्ने हो। आऊ न। ओए फेरि यो कति रुपियाँ मलाई चाहिँ 100 रुपियाँ बर्थडेमा लाउने
उही राम्ररी राख त यो चाहिँ फेरि के हो ब्यालुन यस्तो ब्यालुनहरु चाहिएन मलाई चाहिँ फेरि यस्तो चाहियो यहाँ त मेरो बहिनीको बर्थडेमाको लागि ठिक छ 200 रुपैयाँ फेरि यो सेन्ट पनि यहाँ सेन्ट नाइ गाइस मसँग यस्तो छदैछ अब हामी आउन ओ यहाँ आउन यहाँ आइज न नयाँ नयाँ सामानहरु आएको छ हेर्नुहुन्छ बन्दुकको गोली पनि छ स्टेनरीजहरु यहाँ चाहिँ फेरि बल छ तपाईको आएको छैन हौ आएको दिदी आएको छैन तपाईहरुको आएको छैन यो चाहिँ फेस मास्क छ उही कुन लिप बाम यो भाइ यही दे न कुन हो भन्न के हो ल यो के हो खोल त के होला ए लिप बाम हो यो छे अरे कस्तो टाइपको बनाएको म त स्टार खाली गिफ्ट गर्ने गल्दै तँ कहाँ गयो सक्यो या राम्रो छैन तिमीले यो भनेको यहाँ हेर्छ त्यो पनि भनेको अनि स्टार वाला अब कुनै स्टार हुन्छ हैन यहाँ हेर त स्टार हुन्छ हैन अब त्यो सकिसके चाहिँ अब त्यो लिइराख अब अर्को हेर ए हाय राम अब त्यो गिफ्ट गर्दिनु वाला पनि होइन अब के गर्छ चुप लाग्यो लिप बामको जग्गा के दे लिप बाम उसँग छदै छ लिप बाम हैन के दिनु अब अर्कै चीज त डल्दैन त्यो फेरि तिमीलाई 200 रुपैयाँ पर्छ त्यो अनि त्यो पनि 200 रुपैयाँ नि पर्छ त्यो सस्तै छ दिइरा हुन्छ केटाहरुको लागि 20 रुपैयाँ यहाँ केटाहरुको लागि वालेटहरु केटीहरुको लागि चिम्टीहरु यो चाहिँ तपाईहरुलाई चाहिएछ भने 50 रुपैयाँ मात्र यो चाहिँ 99 को दुईटा है 99 अनि यो हेर्न सक्नुहुन्छ म अघिदेखि आफ्नो भिडियो हालेको छु तपाईलाई धेरै पत्ता होला मेरो मुसुको हेर्नुहोस् ओ यस्तो गर्न त नि यो पक्रेर यसरी हेराको हेरे यो हेराइदेऊ त हेर्नुहोस् यसरी पक्रेर हेर न यसरी हेर्नु बुनु अलिक तिमी साइड होला त्यो राख्देऊ यो हेराइदेऊ त यो इयरबड्सहरु धेरै राम्रो छ यहाँ तपाईहरुले यो बोक्न सक्नु हुँदैन यहाँ स्केटिङ वाला जस्तो छ हेर्न सक्नुहुन्छ अनि योहरु पनि छ यो 100 रुपैयाँ हो यो 40 रुपैयाँ मात्र हो 40 यो के यस्तो गर्न न म यहाँ ताको हेराइदिन्छु नि हामी अरु उता जानुपर्छ हेर्नु ओ हिँड्नु त के दिन्छस् आउनु त गाइजहरु यहाँ यस्तो पुस्नेहरु छ यो बच्चाहरुको छाताहरु छ आउन यहाँ हेराइदेऊ न के दिने उसको बर्थडेमा मलाई के थाहा नि म के दिन्छु मेरो मम्मी यो भिडियो गेम ओइ एउटा कुरा भन्छु म तँलाई नि यहाँ हेर्न यो दे न यो गाइस यो दिदा कस्तो राम्रो हुन्थ्यो नि यो ए हरे राम्रो देले नि यही बसिराख्छ म त यो नदिने है अनि लिप बाम दिने अनि लिप बाम अनि के दिने भन् त मेरो बहिनीले के दिन्छ भने यो दिन्छ यो के हो रिमोट कन्ट्रोल हो यिन बोतलहरु हेराउन यो बुनु हाम्रो स्कुलमा पढ्छ हजुर मेरो युट्युब च्यानल छ उता हैन बोतलहरु हेर्नु यो गामेट नहुने वाला हो यो बोतलहरु हेराइदेऊ त यो यहाँबाट यो दुईटैमा लक लाग्छ हेर्नु है फेरि दुईटैमा लक लाग्छ अनि यो एउटा चाहिँ पिने वाला एउटा पिने वाला एउटा चाहिँ खाने वाला अनि तपाईहरुको यहाँ धेरै जस्तो जिम मान्छेहरु आउँछन् के जिम मान्छेहरुको लागि फेरि माथिको छ त्यो 1.5 लिटरको हो हेर्न सक्नुहुन्छ थर्मसहरु छ अनि एसी पनि छ यहाँ हेर्नुस् थर्मसहरु कस्तो राम्रो छ यो पनि जिमहरुको लागि नि हो भात पसाउने निकाल्ने यहाँ हेर्नुस् कत्रो राम्रो कटोराहरु छ डिब्बाहरु कति राम्रो छ गिफ्ट कपहरु कति राम्रो छ यो डिब्बा पनि कस्तो राम्रो छ यो पनि कस्तो राम्रो छ यहाँको दिदीहरु यो पनि बोतल नै हो यस्तो गर्नु ल अब उतासम्म मैले हेराइ पक्नु आइज
म तपाईँहरूलाई हेराइ नै दिन्छु पहिले नै। यहाँ आइज त है। यो चाहिँ मोमो बनाउने है। यो आलु त गर्ने चम्चीहरू चपस्टिक। यो चपस्टिक निकालेर हेराइदे त। पक्नु ल तपाईँहरूले त आउँदैन। दुईवटा निकाल त यसबाट निकाल्नु एकचोटि निकाल्नु। म भन्दैछु म बुनु निकाल त। म गाइजहरूलाई यो खाएर हेराइदिन्छु कसरी खान्छ भनेर चपस्टिकले। हेर्नुहोस् तपाईँले दुईवटा पहिले यो लिनु छ। चुच्चो भएको ठाउँमा यस्तो गर्छ यस्तो गरेर पक्नु ल। म राम्रैले समात्छु पक्नु ल। ओइ यसो त समात। यो यसलाई यसरी समात दुईवटा हातले। ओ यता क्यामेरा छुट्टिन्छ यता आइज। हेर्नुहोस् त्यो यसरी खान्छ है। यसरी मैले समातेँ होइन अगाडि अब मैले यो समातेर खाएँ है। यहाँ हाम्रो भ्लग बनिरहेको रहेछ। खोइ म पनि भ्लगमा सामेल हुन्छु ल। यो चाहिँ मेरो साथी हो। फेरि युट्युबमा हाल्छु नि। म पनि युट्युबमा हाल्छु है। योहरू सानी छ म हाल्छु त हालिहाल्छु म। अनि मेरो काम हो यही बनाउनु। म के गर्नु जे भए पनि तिमीहरू जाऊ न त। उता जाऊ आऊ त रियान्स। ओइ रियान्स यहाँ आइज न। अनि गुनगुनले त यो दिन छैन भोलि। यो दिन छैन गुनगुनले। गुनगुन हौ गुनगुन। मेरो बुनुको भोलि बर्थडे हो। तिन गिफ्ट दिने भनिरहेछ है। तपाईँलाई मेरो नि युट्युब च्यानल राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनुहोस्। बाई बाई।